हेलो नमस्कार। म ठ्याक्कै अहिले यो हाम्रो मध्यबिन्दु नगरपालिकाको यो पाल्पातिर जाने बाटोको बिचमा छु। हामी अहिले नजिकै जलुकी नजिकै छौँ र हामी अलिकति अगाडि गएपछि पाल्पाको निस्लीमा पुग्छौँ। बाटो निस्लीसम्म राम्रो छ। हामीले यहाँ यस्तो दृश्यहरू देख्न सक्छौँ। यो मध्यबिन्दु नगरपालिकाभित्र पर्छ, कोणथर भन्नमा पर्छ यो। हेर्नुहोस्, यति हरियाली छ, यति सुन्दर छ, यति रमणीय छ। खोलाहरू सँगसँगसँग बगेको छ, ठुल्ठुला ढुङ्गाहरू छ। तपाईँहरू पनि यसो चाहिँ यो फुर्सदको बेलामा हामी एउटा फ्यामिली जस्तो टुर आउन सक्छौँ। यतापट्टि यत्रो खोल्साहरू छ, यत्रो पहाड छ। यो प्राकृतिक रूपमा मनोरम दृश्यहरू रहेको छ। यसलाई हामीले सदुपयोग गर्न सक्ने हो भने पक्कै पनि हामीले यसलाई आन्तरिक पर्यटनको रूपमा यो क्षेत्रलाई विकास गर्न सक्छौँ। साथीहरू, यस्तो राम्रो रमणीय छ र मैले अन्य दृश्यहरू पनि तपाईँलाई देखाउँदै जानेछु।